नमस्कार, यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूमा म हजुरहरूकै साथी कमलावली विशी। पेसाले म एक मोटिभेसनल स्पिकर र युट्युबर। साथीहरू, सर्वप्रथम त @कार्तिका22 मा पहिलोचोटि आउनुभएको हो भने सम्पूर्ण दर्शकवृन्दहरूलाई हृदयदेखि नै हार्दिक स्वागत व्यक्त गर्दछु। साथीहरू, हजुरहरू पहिलोचोटि आउनुभएको हो भने सब्सक्राइब गर्न नभुलिनुहोला। मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। साथीहरू, हजुरहरूको लाइक, कमेन्ट र सेयरले नै हामीलाई मोटिभेट गर्दछ। त्यही भएर हजुरहरूले सब्सक्राइब गर्न पनि नभुलिनुहोला। आज मैले जापानका मानिसहरूले आफ्नो बच्चालाई कसरी हुर्काउँछन् भन्ने बारेमा केही महत्त्वपूर्ण कुराहरू ल्याएर हजुरहरूमा आज उपस्थित भइसकेकी छु। साथीहरू, जापानका आमाहरूले आफ्नो बच्चालाई त्यहाँको परम्परा, संस्कृति, संस्कार कथाको माध्यमबाट बुझाइरहेका हुन्छन्। उनीहरूले सानैदेखि बच्चालाई कथाहरू सुनाएर त्यहाँको संस्कृति, संस्कार कस्तो छ भन्ने कुराको जानकारी दिइरहेका हुन्छन्। त्यहाँका बच्चाहरूलाई 2 वर्ष नहुँदासम्म आमाले छाड्ने हुँदैन। त्यहाँको बच्चा र आमाको बिचको सम्बन्ध गराउनको लागि बच्चाहरूलाई 2 वर्षसँग जहाँ जाने बेला पनि सँगै लग्ने, जति बेला पनि सँगै राख्ने खालको चलन हुन्छ। हप्तामा बढीमा 2 घन्टा मात्र त्यहाँका आमाहरूले छाड्न मिल्दछ, त्योभन्दा बढी छाड्न मिल्दैन। त्यस्तै अर्को कुरा, त्यहाँको बच्चाहरूलाई सानैदेखि नै डिसिप्लिनमा राखिएको हुन्छ। त्यही भएर उनीहरूलाई डिसिप्लिनमा राखेको कारणले गर्दाखेरि उनीहरूले सामान्य आफूले सक्ने कामहरू आफै गरिरहेका हुन्छन्। सानो सानो गल्ती भयो भने पनि उनीहरूले त्यहीबाट सिकिरहेका हुन्छन्। बच्चाहरूलाई 6 वर्ष हुँदासम्म त्यहाँका मानिसहरूले राजपरिवारका बच्चालाई जस्तै हुर्काएका हुन्छन्। तिनीहरूले आफ्नो बच्चालाई गल्ती गर्न दिइरहेका हुन्छन् र त्यही गल्तीबाट नै उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन्। त्यही गल्तीबाट नै उनीहरूलाई डिसिप्लिनमा कसरी हुने हो भन्ने कुराको पनि ज्ञान दिइरहेका हुन्छन्। त्यहाँको बच्चाहरूको लागि आमाहरूले नै टाइम दिने र ग्रान्ड प्यारेन्ट्सहरूले पनि टाइम दिने गरिरहेका हुन्छन्। आमाहरूले ब्यालेन्स डाइटलाई धेरै महत्त्व दिइरहेका हुन्छन्। ब्यालेन्स डाइट, सन्तुलन आहारमा नै आफ्नो बच्चालाई हुर्काइरहेको हुन्छन्। सन्तुलन खालको आहार खुवाएर नै आफ्नो बच्चालाई हुर्काउने, बढाउने गरिरहेका हुन्छन्। त्यहाँका आमाहरूले जङ्क फुडहरू दिँदैनन्। त्यस्तै अर्को कुरा भनेपछि त्यहाँका बच्चाहरूको लागि आमा अथवा ग्रान्ड प्यारेन्ट्सहरू नै एउटा आदर्श व्यक्ति हो। तिनीहरूबाट नै हामीले ज्ञान ल्याइरहेका छौँ भन्ने अनुभव गराइरहेका हुन्छन्। उनीहरू आफ्नो बच्चाको लागि एउटा रोल मोडेलको रूपमा प्रस्तुत भइरहेका हुन्छन्। त्यस्तै उनीहरूले आफ्नो बच्चालाई सानैदेखि डिसिप्लिनमा राख्ने र स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन गराएर हुर्काइरहेको हुनाले त्यहाँका बच्चाहरू सधैँभरि एउटा आत्मनिर्भर भएको व्यक्ति हुन्छन्। उनीहरूलाई 6 वर्ष पछि मात्र स्कुल पठाइन्छ। 6 वर्ष भएपछि मात्र स्कुल पठाउने भएको हुनाले त्यहाँका बच्चाहरू एक्लै स्कुल जाने, एक्लै स्कुलबाट आउने गरिरहेका हुन्छन्। उनीहरूलाई स्कुल जाँदा अभिभावकले लग्ने, ल्याउने खालको चलन हुँदैन। उनीहरूलाई एक्लै पठाएपछि उनीहरू पछि गएर एउटा आत्मनिर्भर भएको मानिस बन्न सक्दछन् भन्ने विश्वास जापानी अभिभावकहरूको हो। त्यही भएर उनीहरूलाई स्कुल एक्लै नै पठाउने चलन छ। त्यस्तै बच्चाहरूलाई स्कुल पठाउँदा कुनै त्यहाँ क्राइमको डर हुँदैन, किनभने जापानका मानिसहरू डिसिप्लिनमा हुन्छन्। त्यही भएर कुनै खालको क्राइमको डर नभएको कारणले बच्चाहरूलाई एक्लै पठाउन सक्ने खालको स्थिति त्यहाँ हुन्छ। यस्ता विविध कुराहरू ल्याएर हजुरहरूमाझ फेरि पनि आउने बाचासहित आजको लागि हजुरहरूमाझबाट बिदा हुन्छु। बिदा हुनुभन्दा पहिले सम्पूर्ण दर्शकवृन्दहरूलाई हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दै फेरि आउने बाचासहित बिदा हुन्छु। हस्त, नमस्कार।